हेलो साथीहरु, मेरो नाम हो महेश र तपाईहरुलाई स्वागत छ रिद्धि मोबाइल ल्याबमा है त। आज चाहिँ हामीसँग यहाँ आएको छ आइफोन 7 प्लस हेर्न सक्नुहुन्छ। यसको पासवर्ड रहेको छ 000 र यसमा समस्या चाहिँ के छ भन्दाखेरि यदि तपाईहरु कसैलाई कल गर्नुहुन्छ भने तपाईको भोइस चाहिँ जाँदैन है अन्त अनि सो त्यसपछि चाहिँ तपाईको रेकर्डिङ ओपन गर्न पनि धेरै टाइम लाग्छ र रेकर्ड पनि हुन्न। हेर्न सक्नुहुन्छ रेकर्ड बटन हामीले दबाउँदा पनि रेकर्डिङ स्टार्ट भइरहेको छैन। सो आज चाहिँ हामी यसलाई फिक्स गर्ने छौं। यो चाहिँ धेरैवटा कन्डिसनबाट चेक गर्न मिल्छ। तपाईले भिडियो क्याप्चर गरेर पनि चेक गर्न मिल्छ, जस्तो भिडियोमा गएर अनि त्यसपछि तपाईको कलिङमा गएर 112 गरेर पनि चेक गर्न सक्नुहुन्छ। 112 यसरी कल गरिसकेपछि तपाईको यहाँनिर ग्रे आउट हुने, लाउड स्पिकर नहुने यस्तो समस्या आउँछ, देख्न सक्नुहुन्छ। सो बाकी सबै चलिरहेको हुन्छ तर तपाईले स्पिकर क्लिक गर्दा चाहिँ स्पिकर क्लिक हुन्न है त। सो आज चाहिँ हामी यसलाई रिपेयर गर्ने छौं र देखाउने छौं कसरी यसको रिपेयर हुन्छ है। सो अब चाहिँ हामी फोनलाई डिसमेन्टल गरौँ। काम गर्दा जहिले पनि एकदम राम्रोसँगले गर्ने कोसिस गर्नुहोस् ताकि कस्टमरको डेटा पनि बचोस् र तपाईहरुको टाइम पनि बचोस् है। हरेक नटहरुलाई एक एक गरेर चेक गर्नु होला। कहिलेकाहीँ कुनै न कुनै नटहरु छुटिरहेको हुन्छ अनि टुलहरु पनि प्रोपर टुलहरु युज गर्नु होला। जस्तै यो आइफोनको खोल्नको लागि चाहिँ धेरै थरीका स्क्रू ड्राइभरहरु निड हुने हुनाले एकदम ध्यान दिएर मात्र तपाईहरुले ओपन गराउनु होला। सो हाम्रो बोर्ड चाहिँ बाहिर निस्किसक्यो र यहाँ देख्न सक्नुहुन्छ पहिले पनि कोहीहरुले यसलाई रिपेयर गरिसकेको रहेछ है। मैले चेक गरेको थिइनँ। सो अब चाहिँ भने हामी चेक गरौँ। सायद अरु कसैले पनि अडियो आइसी चाहिँ बनाइसकेको छ जस्तो छ। यसमा चाहिँ मेनली प्रब्लम भनेको तपाईको यो अडियो आइसी ले गर्दा नै आउने हुन्छ। सो अब चाहिँ भने हामी यसलाई अडियो आइसी रिमुभ गर्ने छौं। हरेक कामलाई तपाईहरुले एकदमै ध्यान दिएर एकदम क्लियर तरिकाले काम गर्नु होला ताकि फोन ड्यामेज हुने चान्सेस एकदमै न्यून होस्। किनकि कतिको मैले देखेको छु यदि तपाईहरुको अडियो आइसी निकाल्दै हुनुहुन्छ भने साइडको पीएमआई पनि ड्यामेज गराइदिने र तपाईको सीपीयू मा पनि हिट पुगेर फोन अन नहुने कन्डिसन भएको देखेको छु। सो त्यसैले हिटिङ टेप भरपूर मात्रामा युज गर्नु होला ताकि तपाईहरुलाई नै काम गर्नलाई पछि सजिलो होस् र कस्टमरको फोन एट इट इज एउटै कन्डिसनमा दिन सकियोस् है त। सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सायद अरु कसैले रिपेयर गरिसक्नु भएको छ। यहाँनिर सफाईको यो ब्रश यहाँ फसिरहेको छ, यसरी हेर्न सक्नुहुन्छ। सो अब भने हामी आइसी लाई निकालेर रिभल्भ गर्ने छौं। थोरै फ्लक्स
यसरी सट्ट तपाईहरुले पनि सफा गर्नुपर्ने हुन्छ। यसरी सफा भइसकेपछि अलिकति थिनर लगाउनु होला। देख्न सक्नुहुन्छ हाम्रो एकदमै क्लीन भएको छ। अलिकति फ्लक्स फेरि त्यसपछि अलिकति सफाई फेरि पनि जसले गर्दा बोर्ड पूरा तरिकाले साफ होस्। सो अब चाहिँ हामी बोर्डलाई साइड गरौँ। र हाम्रो अडियो आइसीलाई हामी रिभल गरौँ है त। के होला यसो कति लाग्छ यो बनाउन? के भन्नु यसको आफै समाएर पकेटमा हालेर त्यतिकै बनाउनु। आफै सुन्दा न चार्ज केही कहिलेबाट एक्सै 3-4 महिना त्यसो चेक गर्नुपर्छ आइसी। अन हुँदैन केही के हुँदैन, ओपन नै हुन्छ। हुन्छ बेलुका हुन्छ चेक गर्न राख्नुहुन्छ है। ओके के भयो बेलुका मन चेक गर्नलाई टाइम लाग्ने हो नि त आइसीलाई त। अन्त कसैलाई पठायो भने नि यहीँ आइपुग्ने लास्टमा वरिपरि जहाँसुकै पठायो नि, त्यही भएर डाइरेक्टली गर्ने। अन्त चेक गर्न जानु न बन्छ भने ल यो चाहिँ यस्तो पुरानो बनाएर राख्नुहुन्छ र के चाहिँ डिस्प्ले गएको हो चाहिँ अनि डिस्प्ले फेर्ने पुरानो बनाएर राख्नु न राखिन्छ। कतिसम्म राख्नु? यो तिम्रो 700 रुपियाँ आउँछ। डिस्प्ले हाल्नु चाहिँ कति लाग्छ यसको? डिस्प्ले हाल्न 88 रुपियाँ। हो के राख्दै कि नयाँ त्यो चाहिँ हेरेर राख्नु है। ल अब सुरु गरौँ। सो अब चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ आइसी छ र हाम्रो यहाँ स्टेन्सिल। ओके सो आइसी लाई पहिला क्लिन गरौँ अलिकति। स्टेन्सिल जहिले पनि क्लिन हुनुपर्ने हुन्छ तपाईको, नत्र भने तपाईको बल्ब सानो ठुलो बन्ने चान्सेस धेरै हुन्छ। सो आइसी को हामी
पहिला क्लिन गरौँ। यसपछि भने हामी पीपीटीले फिल गरौँ आइसीलाई। आइसी फिल भइसक्यो। अब यसपछि यसलाई रिबल गरौँ। आइसी पनि रिबल भयो हाम्रो। अब यसमा अलिकति फ्लक्स हालेर यसलाई सेक गरौँ। अब भने फेरि हाम्रो पुरानै बोर्डलाई ठाउँमा ल्याएर पुनः अलिकति सरसफाई गरौँ। हामीलाई जहिले पनि थाहा हुनुपर्छ कि आइसी निकाल्दा कतापट्टि चाहिँ हाम्रो नोज पोइन्ट छ भनेर। सो यसको चाहिँ नोज पोइन्ट यतापट्टि फर्केको हुन्छ माथिपट्टि, तपाईहरु हेर्न सक्नुहुन्छ। सो मैले आइसीलाई ओके नोज पोइन्ट अनुसारले राखिसकेको छु। अब भने तपाईहरुले हल्का हल्का सेक गराएर आइसीलाई बसाउन सक्नुहुन्छ है त। आइसी आफ्नै ठाउँमा आइसकेको छ।
सो अब भने हामी यसलाई अलिकति चिसो हुन दियौं। पुरानो मोडल भयो अनि हाम्रोमा रिपेयरिङ हो अनि त्यही भएर अब भने हाम्रो बोर्ड चिसो भइसकेको छ। सो अब चाहिँ भने हामी फोनलाई कनेक्ट गरेर चेक गरौँ है त। हामीले क्लासमा पनि यसै गर्न लाइभ प्र्याक्टिस गरेरै पढ्नेछौँ। सो तपाईहरुलाई पनि सजिलो हुनेछ कि एक्चुअलमा के पढाइ भइरहेको छ, कसरी काम भइरहेको छ भन्ने कुराहरु थाहा हुन्छ। किनकि हामी तपाईहरुलाई थ्योरी बेसिसमा हैन, डाइरेक्टली प्र्याक्टिकल बेसिसमा कुन चाहिँ फोनमा के समस्या आउँछ, कुनमा कुन चाहिँ डीएनए प्रब्लमहरु रहेको छ, त्यो हिसाबले हामी तपाईहरुलाई सिकाउने कोसिस गर्नेछौं। हाम्रो चाहना यति मात्र हो कि तपाईहरुले कस्टमरहरुको फोनलाई चाहिँ ड्यामेज नगरिकन अरूले बिगारेर ल्याएको फोनलाई पनि सपारेर पठाउन सक्नुहोस् भन्ने मात्रै हो। किनकि हाम्रो जुन यो कम छ जहाँ सबैले नराम्रो मात्रै भनेको सुनिन्छ, यस्तो गरे त्यस्तो गरे। सो त्यसैलाई अलिकति कम गरौँ भन्ने आशा उद्देश्यले मान्छे विदेश गइरा हुन्छन् 5 लाख 6 लाख 8 लाख खर्च गरेर भाषा सिकेर, जुन भाषा केही कुरा आउँदैन उनीहरुलाई पहिला त्यस्तोलाई सिकेर। सो यसमा पनि तपाईहरुले 6 महिना दिन सक्नुहुन्छ आरामले सिक्नको लागि। त्यसपछि भने तपाईहरु पर्फेक्ट भइहाल्नुहुनेछ। र आइफोनको कनेक्टरहरु चाहिँ अलिकति लामो हुने गर्छ। सो यसलाई चाहिँ अलिकति मिलाएर टक्क कनेक्ट गराउँदा राम्रो हुन्छ। राम्रोसँग लक नभएसम्म कहिले पनि कनेक्ट नगराउनु होला, नत्र तपाईको लाइट आइसीहरु जाने सम्भावना हुन्छ। सो अब चाहिँ भने हामीले कनेक्ट गराइसकेका छौं र हाम्रो फोन पनि अन भइसकेको छ, हेर्न सक्नुहुन्छ। अब चेक गरौँ हाम्रो फोन चाहिँ अडियो आइसी ओके भयो या भएन। सो यति गरेपछि तपाईहरुले कस्टमरसँग 1500 सम्म चार्ज गर्न सक्नुहुन्छ। काम केही पनि थिएन, एकदमै नर्मल काम हो।
यसमा धेरै टाइम पनि तपाईहरुको वेस्ट हुन्न। सो अब भने हामी चेक गरौँ भोइसमा। सो अहिले भोइसको तपाईको एप्लिकेसन पनि तुरुन्त खुलिसकेको छ। Hello, mic testing. Hello, this is Riddhi Movie Lab. Now we are testing our mic. So you can see here our mic is properly working. Hello, mic testing. Hello, this is Riddhi Movie Lab. Now we are testing our mic. So you can see here our mic is properly working. So हाम्रो माइक चाहिँ यसरी वर्क गरिसकेको छ। अब हामी फेरि चेक गरौँ। सिम त अहिले हालेको छैन। 1 and 2 मा यसरी कल गरिसकेपछि तपाईको अघि ग्रे आउट थियो यो, अब भने लाउड स्पिकर भइरहेको छ है त। तपाईहरु सुन्न सक्नुहुन्छ र हाम्रो अडियो पनि अहिले ओके भइसकेको छ है। So thank you guys, hope you like this video. If you want to join us, you can message. So अब चाहिँ हामी यसलाई प्याक गरेर कस्टमरलाई दिनेछौँ है त। Thank you, hope you like this video. I'll catch you next one. Bye bye.